श्रीमद् भगवत गीता अध्याय 2 श्लोक 2। भगवान श्री कृष्णले भन्नुभयो, तिमी माथि यो कमजोरी र भरम यस कठिन समयमा कसरी आयो? यो असल र महान व्यक्तिहरूलाई सुहाउने कुरा होइन। यसले न त स्वर्ग प्राप्त गर्न मद्दत गर्छ, न त सम्मान नै दिलाउँछ। यस श्लोकबाट भगवत गीता वास्तवमै सुरु हुन्छ, किनभने अहिलेसम्म मौन रहनुभएको श्रीकृष्ण बोल्न थाल्नुहुन्छ। उहाँ अर्जुनलाई सान्त्वना दिनुहुन्न, बरु उनलाई सोच्न बाध्य पार्नुहुन्छ। अर्जुनको मनको भ्रमले उनलाई कष्ट, असफलता र अपमान मात्र दिनेछ। हाम्रो जीवनमा धेरै पटक डर, शङ्का वा मोहले हाम्रो निर्णय क्षमतामा असर पार्छ। अर्जुन झैँ कहिलेकाहीँ हामी भावनात्मक रूपमा कमजोर भएर सही निर्णय लिन हिचकिचाउँछौँ, तर वास्तविक बुद्धिमानी भनेको डरलाई जितेर आत्मबलका साथ अघि बढ्नु हो। उदाहरणका लागि, कुनै विद्यार्थी परीक्षाको तयारी गरिरहेको छ, तर अचानक उसलाई आफूले पास गर्न सक्दैन भन्ने डरले सताउन थाल्छ। यदि उसले यो डरलाई जित्न सकेन भने असफल हुनेछ, तर यदि उसले आत्मबल बटुलेर अघि बढ्यो भने पक्कै सफल हुनेछ। हरे कृष्ण, हर हर महादेव।